तपाईको विपद हाम्रो व्यवस्थापन समिति छ यहाँ गाउँपालिकामा, तर विपदले अहिले उहाँले भन्नुभयो हाम्रो यो तपाईको निवेदन कहाँ दिने, यो कसरी गर्ने, आगो लाग्यो भने तपाईको पुलिसमा प्रतिवेदन, पुलिसको प्रतिवेदन हामीलाई चाहियो, गाउँपालिकालाई वडाको प्रतिवेदन चाहियो, तर व्यवस्थापन उहाँ हाम्रो विपद व्यवस्थापनको जुन सरहरू हुनुहुन्छ उहाँले त सम्झाउनु पर्यो, ब्युरोक्रेटले तपाईँको जनतालाई माथि उठाउनु पर्यो। तर तपाईँको अब कृषिमा तपाईँको खडेरी पर्यो, त्यो पनि विपदै भयो। तपाईँको भौतिक पूर्वाधारमा हाम्रो भौतिकको हाम्रो तपाईँको विपद हुन्छ। यदि नालाको व्यवस्थापन भएन भने त्यो समाज फेरि लथालिङ हुन्छ। त्यो पानीको बहाव कसरी जाने, त्यो समाजमा खाली मात्रै ढलान गरिदिएर त्यो पानीको निकास छैन भने त्यो पनि विपदै हो। त्यो समाजको लागि ठुलो विपद हो। त्यो सबैभन्दा मेन कुरो छ, यो विपद कैलाग्दो शब्द हो एउटा हाम्रो समाजमा। यो यसलाई कसरी व्यवस्थापन गर्ने, बजेट तजुर्मा जुन भन्नुभयो सबै तपाईँ स्पोर्टको रूपमा पाल्नुभयो, हाम्रो आदरणीयले जुन तपाईँको आधी घन्टाको कोर्स दिनुभयो हामीलाई, त्यो त हामीले व्यवस्थापन गरिरहेछौँ। त्यसलाई व्यवस्थापन त्यसलाई मापदण्डमा कसरी ल्याउँछ गाउँपालिकाले, त्यसको व्यवस्थापन कसरी गरिरहेछ हामी, त्यसको व्यवस्थापन गर्ने हाम्रो वडा अध्यक्ष पनि छ, गाउँपालिका छ, सबैको सिलिङ बेग्लै बेग्लै छ। हामीले के गर्नुपर्ने, प्रत्येक समाजमा गएर प्रत्येक जनताको अनुभूति हिसाबले काम गर्ने हो। त्यसमा पनि तपाईँको विपद जुन छ समाजमा, यदि फलानु काम गर्यो भने विपद कसरी आउँछ, त्यसको निरूपण कसरी गर्ने हामीले समाजमा, त्यसलाई सबैभन्दा पहिला त्यसको प्राथमिकता त्यसलाई राख्नु पर्यो। प्राथमिकता सबैभन्दा मेन कुरो के छ, विकास गरेर मात्रै हुँदैन, त्यसको व्यवस्थापन हाम्रो जनताको समझ कति, पहुँच कति पुगिरहेछ, त्यसमा व्यवस्थापन कति भइरहेछ, त्यसको सबैभन्दा प्रतिफल कति जनताले पाइरहेछ, त्यसको अनुभूति कति पाइरहेछ, त्यो सबैभन्दा मेन कुरो हो। जनताले यदि तपाईँको आगो अहिले त तपाईँको हाम्रो समाजमा, हाम्रो महदेवा अरूको गाउँपालिकाको के कुरो हो भन्ने, आग लागि तपाईँको सुन्नु भइसक्यो। तर अब विपदमा त कहिले काहीँ तपाईँको त्यो चुलोबाट पनि लाग्छ, ग्यास विस्फोटन हुन्छ, त्यसलाई त व्यवस्थापनलाई त हामीले त्यसको तपाईँको जनचेतनाको अभाव हो। त्यो ग्यास विस्फोट हुनु, तपाईँको केही हेलचेक्राको कारणले के हुनु, त्यो पनि विपदै हो। तर त्यो त हाम्रो जनचेतनाको अभाव हो, जनचेतनाको अभावबाट त्यस्तो हुन्छ। तर आग लागि जुन छ पहिला तपाईँको 15 वर्ष अगाडि जति हिसाबले भइरहेको थियो, त्यो हिसाबले त अहिले न्यून भएछ। आग लागि त मलाई लाग्छ महिनामा 2-4वटा सुनिँदैन, त्यो त कम भयो। तर विपद त तपाईँको समाजमा धेरै छ। समाजमा यदि तपाईँको अहिले जुन छ तपाईँको यो सालको तपाईँको हाम्रो गेहूँ खेती बर्बादै भयो, तिलहन बर्बाद भयो, तपाईँको मकै खेती भएको सबै बर्बाद भयो, पानी परेर सबै मकै बर्बाद भयो, त्यो पनि विपदै हो। त्यसको व्यवस्थापन तपाईँको विपद व्यवस्थापन हाम्रो शाखा छ, त्यो हामीले पनि कमलजीलाई भनिरहेछौँ। समाजमा तपाईँले त्यो तथ्याङ्क सङ्कलन गर्ने हो। हाम्रो समाजमा, हाम्रो गाउँपालिकामा कति व्यवहारले कति तपाईँको त्यो प्रस्तुति भइरहेछ, त्यो कति विपदमा छ, को जनता विपद डिग्री सेल्सियस अहिले तपाईँको 35 देखि 40 सम्म पुग्न लागेछ। गर्मी त तपाईँको अब यो दुनियाँको भनौँ कि अब पहिला तपाईँको नेपालगञ्जमा 40 हुन्थ्यो, आजकल हाम्रैमा 40 भइरहेछ। त्यो तपाईँको खेप्ने पनि युग हुन्छ। हाम्रोतिरको मान्छे तपाईँको 25-30मा बस्ने मान्छे हो। यदि 35-40 भयो भने त हामी त बर्बाद हुन्छ, फेरि बस्नै गाह्रो हुन्छ समाजमा, त्यो पनि अप्ठ्यारो हो, त्यो पनि विपदै हो। त्यसलाई निरूपण कसरी गर्ने, हाम्रो तपाईँको मर्सीकोट नेपाल छ, आसमान नेपाल छ, हाम्रो वनको पनि कार्यक्रम छ हाम्रो, त्यसले व्यवस्थापन कसरी, त्यो जुन हाम्रो तातो हावाको जुन चाप छ त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यो त हाम्रो समाजमा हाम्रो भौतिक पूर्वाधार छ, हाम्रो शाखाहरू छ, त्यसलाई समाजमा गाउँपालिकामा बसाएर कसरी व्यवस्थापन गर्ने, त्यसको निरुत्साहित त्यसलाई कम कसरी पार्ने, त्यो व्यवस्थापन हामीले गर्नुपर्छ। हाम्रो गाउँपालिकामा हाम्रो स्पोर्टले भन्नुभयो